हैन हस्याङ पस्याङ गरेर तपाईँको धार्नीको जिउ तोलाको बनाएर हामी चाहिँ यहाँनिर गृह मन्त्रालयमा आयौँ हैन। हामीले दर्ताहरू पनि गऱ्यौँ मुद्दा के अरे हाम्रो आफ्नो निर्दोष जेन्जी साथीहरूलाई चाहिँ हैन। अनि आमा बुबाहरूले चाहिँ यसरी हामीले निवेदन पनि चढायौँ। हामी कहाँ कहाँ जानुपर्ने सरकारको हरेक कुना कुनामा गएर सबै उहाँहरूको आँखा र तपाईँको अनुहारमा देखिन्छ कति उहाँहरूलाई अन्याय भएको छ भनेर हामीले त्यही यहीँबाट पनि तस्बिर र भिडियोले आफै बोल्छ, हामीले भन्नु पर्दैन। हामीले ठाउँमा हामीले निवेदन पनि गऱ्यौँ हैन। अब गृहमन्त्रीलाई भेटौँ भनेर हामीले धेरै ठाउँमा फोन पनि घुमायो। हामीले फोन गृहमन्त्रीको लागि हजुरले फोन लगाउनुको लागि आफ्नो हैन कुरा राख्नुभयो। अनि कहाँ के सम्भव देख्नुभयो गृहमन्त्रीसँग? भेट्नु पाएन है? अनि तपाईँको के गृहमन्त्रीलाई अब त निवेदन पनि भेट्नुको लागि वाचन गरेर हामीले निवेदन त गऱ्यौँ। त्यही निवेदनमा जे छ तपाईँले भन्नुभयो जस्तो तपाईँको घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, जेन्जीले पाउनुपर्ने सुविधाहरू के छ हैन। अब जेन्जी भनेर यत्रो परिवर्तन आयो, त्यो तपाईँले पाउनुभयो? यो मन्त्रालयभित्र चाहिँ यति गाह्रो कुरा रहेछ कि अब हामी भित्र छिर्नै एक हप्ता लाग्यो। अब यो भित्र छिरिसकेपछि पनि अब जो मान्छेसँग भेट्छु, मेरो गुनासो राख्छु भनेर म आएका थिएँ, त्यो मान्छे भेट्न नपाएर आज अब दिनभरि नै भौतारिरहेको छु। ती कुराहरू कहीँ पनि राख्न पाएको छैन। यसो छेउबाट यो साइडको मान्छेलाई कुरा गर, उताको साइडको मान्छेलाई कुरा गर, यता कुरा गर, उता कुरा गर भनेर त्यो आलटाल हुने काम मात्रै भइरहेछ। यो कुरालाई अलिकति गहिरिएर सबैले मनन गरून्। यो कुरा, यो सिस्टमलाई अलिकति सजिलो र सहज बनियोस्। हाम्रा कुरा चाहिँ किन सिधा राख्न पाउँदैनौँ? हामीले सिधा कुरा राख्न पाऊँ। हामी पीडित मान्छे हौँ। हाम्रो बच्चा बच्ची चाहिँ यो कठ्याङ्ग्रो जाडोमा चाहिँ गएर जेलमा छन्। हामीभन्दा पीडित अरू को छ? कोही मेरो बच्चा मऱ्यो भनेर पीडित छन्। अहिले हामी अब चाहिँ मेरो बच्चाहरू जेल गयो भनेर पीडित छौँ। कोही गोली खाएर घाइते भएर पीडित छन्। यसको सुनवाई कसले गरिदिने? यसको लागि राम्रोसँगले सुनवाई होस्। जस्तै तपाईँले पाउनुभयो, तपाईँले एक्सेस जस्तै यहाँ आउनुलाई सजिलो रहेछ त? अनि मन्त्रीलाई तपाईँले कुरा राख्नु पाउनुभयो? गृहमन्त्रीलाई कहीँ पनि पाएन। जुन तपाईँले आशाको डिप ल्याएर मेरो अब जेन्जीको लागि यत्रो परिवर्तन भयो। अब मैले पनि हाम्रो मान्छेले जुन तपाईँको मान्छे पनि जेन्जी हुनुहुन्छ जेलमा परेको हैन। जुन तपाईँले त्यो अब न्याय परिवर्तन आयो, जेन्जीको घरमा चाहिँ तपाईँको अब न्याय छिर्यो हैन। देशले खोजेको परिवर्तन भयो भन्ने कुरा तपाईँलाई त्यो के लाग्छ? त्यो पाउनुभयो सबै सुविधाहरू? पाएन नि सुविधा। केही पनि पाएन भनेपछि केही तपाईँको जस्ताको जस्तै छ। यहाँ आउनुलाई कति हो ल? अब त्यसै गरी मसँग यहाँ मिलन खत्रीको आमा हुनुहुन्छ। हजुरले कति यहाँ आउनु कति सहज रहेछ? अनि मन्त्रीलाई भेट्नुलाई कति सजिलो रहेछ? अनि घरमा काम पनि होला, काम बिजोग छ, अलपत्र छ। अहिले कमाएर भरि खानुपर्छ हाम्रो। यसरी दिनभरि दिनै धाएर हामीलाई पनि कसले दिने खानालाई कि सरकारले हेर्नु पर्यो। हामीलाई छोरा जेलमा छन्, उहाँ थुनिएका छन्, हामीलाई कमाएर खाउने। अब छोरा थुनिएका छन्, हामीलाई त कि हेर्नु पर्यो कि बाटो खुलाउनु पर्यो सरकारले। त्यसै गरी हामीसँग युनिस श्रेष्ठको बुवा हुनुहुन्छ हैन। हजुरलाई कस्तो सहज रहेछ गृह मन्त्रालयमा आउनुलाई, मन्त्रीलाई भेट्नुलाई सजिलो रहेछ? पाउनु भयो त? सजिलो न्याय पाउनु भयो त तपाईँले? जेन्जीको यत्रो परिवर्तन भयो, के लाग्छ हजुरको? जेन्जीहरू भन्नेहरूलाई पनि हेल्प डेस्कमा भेट्नुभयो हैन? के भयो त? ल भन्नुहोस् त। आज सहज तरिकाले पाउनु भयो, के भयो त? ल भन्नुहोस् त। अहिले अब यो जेन्जी पनि एक नभएर होला, यसो दुःख भएको थियो। तर अब हामी त अब जेन्जी नै होइनौँ। हामीले बाहिरबाट विदेशबाट आएर हामी स्टेट भएर यहाँनिर आएर हामीलाई यस्तो गरेको जस्तो लाग्छ चाहिँ। तर हामी त्यस्तो होइन। हाम्रो नागरिकता देखाइदिन्छौँ। नागरिकता नेपालकै हो, हामी यहीँ जन्मेको हो, हामी यही ठाउँको हो होइन। हजुरले सजिलो तरिकाले सिंहदरबार छिर्नु पाउनु भयो? अब खै त पाएको। न्याय मन्त्रीलाई भेट्नु पाउनु भयो? तपाईँले निवेदन दिनुभयो, निवेदन तपाईँले पढेर सुनाउनु पाउनु भयो? मन्त्रीलाई भेट्नु पाउनु भयो? कहाँ पाउनु? अनि परिवर्तन आयो भन्थ्यो, जेन्जीले न्याय पायो भनेर भन्थ्यो हैन। अनि जेन्जीको आमा बुवाहरू सबैले हामीलाई दिने सुविधा दिइसक्यो भने पाउनु भयो? छैन। भनेपछि तपाईँलाई गुनासो भनेपछि अब यो तपाईँको व्यवस्था जुन यो अहिले सरकार जेन्जीको आएको छ भने त्यसमा गुनासो छ कि छैन? गुनासो धेरै छ। तपाईँको पनि काम छ, तपाईँ धेरै धार्नीको जुत्तो लगाउन तपाईँको अनुहारमा, उहाँको आन्टीको अनुहारमै देखिन सक्छ। हामीले भन्नु पर्दैन, अनुहारबाट यसरी बताइरहनुपर्छ। हामी अहिले ठ्याक्क गृह मन्त्रालयको अगाडि नै छौँ। त्यसै गरी प्रधानमन्त्रीको कार्यालयमा पनि हामी गयौँ। हामी सबैजना गएर हामी 1100 जना छौँ।
कसैलाई पैसा दिन केही गरेन हाम्रै अब यो बिहाल्छ न हामीले बस्ने न खाने अब तपाईँहरूको माग पुरा गरेन, तपाईँहरूले यसरी शान्तिपूर्ण तरिकाले निवेदन दिएर तपाईँहरू यसरी लागि पर्नुभयो धार्नीको जुई तोलाको भएर होइन। अब भएन भने तपाईँहरूको अर्को चरण के, तपाईँहरू आन्दोलनमा जानुहुन्छ हामी आन्दोलनमा जान्छौँ पक्का? हामी तपाईँहरूलाई के लाग्छ सोझो भएर, तपाईँहरू धेरै सोझो भएर हेपेकै जस्तो लाग्छ? होइन हामी यतिजना पर्दा भित्र बस्यौँ जस्तो लाग्यो भोलि चाहिँ हामी अनि जेन्जीको मुकुण्ड ओढ्नेहरू जेन्जीहरू भन्नेहरूले तपाईँलाई हेल्प केही गरेन? केही गरेन हामीले के गरेको ए कसैबाट केही जस्तै तपाईँहरूको जाँदाखेरि वकिल राख्नु तपाईँहरूको कानुन हिसाबमा गएको वकिलले नै गर्छ भने त्यो जेन्जीले केही गरे हामीलाई अघि केही पनि भएन? होला भरियो सक्यो। अब भनेपछि अब यो अब उनीहरूले शान्ति तरिकाले तपाईँहरूको कुरा सुनाइ हुँदैन भनेपछि अब हामी त्यसको अब आन्दोलन के गर्नुपर्ने हामी गर्छौँ होइन त? ल है, अब यो चाहिँ जेन्जी अभिभावक हो, हामीसँग 1100 छ होइन टोटल। अब राज्यले चाहिँ सुनिदिनु होला कुराहरू र यो 3 करोड जनताहरूले जति पनि हेरिनु भएको छ आफ्नो ठाउँबाट चाहिँ सहयोग गरिदिनु होला, सेयर गरिदिनु होला र हामीसँग जोडिदिनु होला होइन। हाम्रो एमबी लामा 3 करोड जनता लागि छोराछोरी सबै गएर लडेका हुन्। अहिले 4 जनाले मुइनु मन्दिरै अगाडि अघिमाथि गएर खान पाइने छैन। ल हामी त्यसो भए उहाँहरूले पनि भनिसक्नु भयो कि हामी आन्दोलनमा उत्रिन्छौँ भनेर, दबाब दिन्छु भनेर भनेको छ। के अरे राज्यले सुनाइ भएन उत्रिन्छु अब 2-3 दिन भित्रै उत्रिन्छु भनेपछि योभन्दा तपाईँ अब होइन अब हामी आन्दोलनमा आउने हो होइन अब भएन भने चाहिँ तपाईँको आँधीबेरी नै निस्किन्छ। तपाईँलाई त 3 करोड जनताको साथ छँदैछ, त्यो बाहेक हाम्रै कुरा सुनेर तपाईँको देश विदेशमा जेन्जी आन्दोलन भयो, हामी त नेपालको गुरु हो, पक्कै पनि विदेशबाट पनि तपाईँहरूलाई दिनु छ। उहाँ आफ्नो देश आफ्ना जिल्लाबाट उहाँ लाग्नुहुन्छ, आफ्ना जिल्लाबाट उहाँ लाग्नुहुन्छ, म लाग्छु त्यस्तै उहाँ जिल्लाबाट उहाँ जिल्ला चुनाव कसरी हुन्छ? हामी छोड्दैन जबसम्म यहाँ आन्दोलन गर्छ होइन आफ्ना जिल्लामा गएर पनि हामी गरेर छोड्छौँ। जस्तै भेनेजुएला भन्ने छ होइन, भेनेजुएलामा पनि अहिले भर्खर राष्ट्रपतिलाई तपाईँको बाहिर विदेशी हस्तक्षेप भयो होइन, जेन्जीहरू पनि त्यहाँ थियो होइन। अब भेनेजुएलालाई हिजो भर्खर बमबारी भयो होइन, भेनेजुएला पनि नेपालै हेरेर त्यहाँ जेन्जी काल गरेको थियो। तपाईँ के छ भेनेजुएलालाई पनि तपाईँले सपोर्ट गर्नुहुन्छ? त्यहाँबाट पनि विदेश हो भेनेजुएला, अमेरिकाको छेउमा भएको देश, त्यहाँ पनि नेपालको झन्डा निकालेर चाहिँ उनीहरू होइन सत्ता परिवर्तन गर्यो। भेनेजुएला राष्ट्रलाई पनि तपाईँहरूको समर्थन छ? किनभने यो जस्तै फ्रान्समा छ, अर्जेन्टिनामा छ, जुन नेपालको सिको गरेर चाहिँ विभिन्न आन्दोलन गरिरहेको छ जेन्जीहरूले। जस्तै हामीले पनि उनीहरूलाई दबाब भयो भनेर उनीहरूले तपाईँको विश्वमा पनि तपाईँको उनीहरूले चाहिँ सरकारहरूलाई चाहिँ भ्रष्टाचार विरुद्धको अभियान गरेको छ। उहाँहरूको कुरामा तपाईँको भेनेजुएला, मादागास्कर होइन, मोरोक्को अनि त्यसमा तपाईँहरूको समर्थन छ? एकदम एकजुट भएर हामी लाग्नेछौँ। हिजो हामीले नेपालमा सफल गरेका हौँ र विदेशको लागि पनि हामी स्वागत गर्छौँ। ए ल धन्यवाद है, यहाँहरूले जोडिनु होला, सहयोग गर्नु होला, हाम्रो नेक्स्ट जेनेरेसन युथ होइन हाम्रो च्यानलमा जोडिनु होला र उहाँहरूको कुरामा चाहिँ एकबद्धता जनाइदिनु होला। यो चाहिँ 3 करोड जनताहरूमा सेयर गरिदिनुहोस् होला है। दिन 4 दिनपछि आन्दोलन काठमाडौँ। ल धन्यवाद।